अन्तत पक्कै दर्शकिन यहाँनिर अब भुन्टी र भूपेन्द्र बिचको सम्बन्ध बिछोड हुने धेरै ठुलो प्रयास र प्रयत्नका साथसाथै अब के साँच्चै नै भुन्टी र भूपेन्द्रको सम्बन्ध बिछोड हुन्छ होला त के लाग्छ तपाईँलाई? साँच्चै नै त भूपेन्द्रपट्टि भने अर्की आफ्नी प्रेमिका आएर बसेका र ती प्रेमिकाले मैले भूपेन्द्रलाई छोड्न नसक्ने दाबी पनि गरेको देख्न सकिन्छ। साँच्चै नै दर्शक साँच्चै के प्रेमिकाले भूपेन्द्रलाई फसाउनका लागि अर्थात् भूपेन्द्रको सम्पत्ति हडप्नका लागि बसेको हो त के लाग्छ? कृपया कमेन्टमा सबै कमेन्ट गर्नु भने नछुटाउनु होला। र आउँदो भागमा अब यहाँनिर भूपेन्द्र र भुन्टीको सम्बन्ध बिछोड हुन्छ होला त के लाग्छ तपाईँलाई? कृपया कमेन्टमा सबै कमेन्ट गर्नुहोस्। र अब भूपेन्द्र र भुन्टीको सम्बन्ध अब कसरी अगाडि बढ्छ होला त? यहाँनिर पक्कै पनि धेरै रोचक र रमाइलो अनि यहाँ केही समस्यापूर्ण अवस्था पनि देखेको छ। भूपेन्द्रले त्यति राम्रो श्रीमती पाउडा पाउडे पनि किन बाहिर पल्किरहेका हुन्छन्? किन बाहिर पल्केका छन्? साँच्चै नै भूपेन्द्रको त्यस्तो अवस्था छ र पनि अब के भुन्टीले अर्थात् सुकुमायाले जुन सम्बन्ध बिछोडको प्रस्ताव राखेका छन् के विशेष गरेर सुकुमाया भुन्टी बनेर गएपछि सम्बन्ध बिछोड र आडा सम्पत्ति मागेका छन् के त्यो प्रयास सफल होला त के लाग्छ? पक्कै पनि यहाँनिर भूपेन्द्रलाई टहल ल्याउनकै लागि हो सुकुमायाले यसरी रणनीति र चलखेल गरेको। धेरै दर्शकहरूलाई यहाँनिर र नरमाइलो पनि लाग्न सक्छ, तर के हुँदैछ साँच्चै नै यहाँनिर प्रत्येकको जीवनमा यस्तै चलिरहेको छ दर्शकबिन। अहिले तपाईँलाई भुन्टी सिरियल हेरेर मनोरञ्जन गरिराख्नु भएको छ नि, त्यो हो त्यस्तै सिरियलको रूपमा यहाँनिर त्यस्तै अवस्था सिचुएसनहरू पनि पैदा भइरहेको छ दर्शकबिन। साँच्चै नै जीवनमा जब दुःख कष्ट पीडाहरू आउँछन् नि तब मात्र मान्छेले आफ्नो मान्छे चिन्ने गर्छ दर्शक हो। यहाँनिर भूपेन्द्रले प्रयास रूपमा आफ्नो श्रीमतीलाई चिन्ने प्रयास गरेका छैनन्। उनको जीवनमा यति धेरै दुःख कष्ट तनावहरू दिइरहेका छन्, टर्चर दिइरहेका छन्, तर पनि उनको जीवनमा खुसीका दिनहरू अझै पनि आएका छैनन् दर्शक। साँच्चै नै हजुरले भिडियो हेरेर साथ सपोर्ट माया ममता दिइराख्नु भएको छ र धेरैले साथ सपोर्ट पनि गर्नुभएको छ। हजुरको साथ सपोर्टलाई हामीले विशेष गरी भिडियो हेरेर साथ सपोर्ट गरिदिनु भएकोमा धेरै धन्यवाद दिँदै अबको नयाँ भागमा के हुन्छ त? साँच्चै नै भूपेन्द्र र भुन्टीको सम्बन्ध बिछोड हुन्छ र भुन्टीले सम्पत्ति पाउँछन् होला त के लाग्छ? के सुकुमाया भुन्टी बनेर आएको कुरा खुलस्त रूपमा थाहा हुन्छ अथवा के लाग्छ तपाईँलाई? कृपया यी रणनीतिहरू जालझेलहरू अब कसरी अगाडि बढ्छ कृपया थोरै कमेन्टमा सबै कमेन्ट गर्न भने नछुटाउन भन्न चाहन्छु। साँच्चै नै यहाँनिर अब कसरी कस्तो अवस्थामा कुन परिस्थिति सिचुएसनको बारेमा कसरी अगाडि जान्छ भन्ने धेरै दर्शकहरूको बुझाइ छ। साँच्चै नै यहाँनिर भुन्टीको जीवनमा खुसीका दिनहरू आओस् भन्ने धेरै दर्शकको चाहना छ पहिलेदेखि नै। तर के गर्नु दर्शक, जब मूर्ति बनाउँछन् नि मूर्तिकारहरूले, उनीहरूले मूर्ति बनाएको बापत जुन पारिश्रमिक पाउँछन् ती अवस्था सिचुएसनलाई हेर्दै जाने भने उनीहरूको जीवनमा के हुन्छ कस्तो हुन्छ कसैले थाहा हुँदैन। भन्नुको मतलब तात्पर्य के हो भने दर्शक, जब एक किसानले टमाटर फलाउँछ त्यसको मूल्य जम्मा 10 रुपियाँ पाउँछ, तर व्यापारीसँग हामीले किन्दा त्यसलाई 40-50 रुपियाँ किन्छौँ हो। यहाँनिर मूल किसानले आफ्नो सहज सरल तरिकाले आफ्नो मूल्य पाउँदैन। यहाँनिर बिचका व्यापारीहरू जहाँसँग बसेर पर्याप्त मात्रामा पैसा पाएका हुन्छन् हो। यहाँनिर यस्तै घटनामा के हुन्छ कस्तो हुन्छ भन्ने कुराको पुरै जानकारी अरूसँग पस्किन जमर गरेको थिएँ। के हुँदैछ अब त्यो भने अर्को भिडियोमा पस्किनेछु र जे हुन्छ राम्रोकै लागि हुन्छ, जे हुनेवाला छ राम्रो नै हुन्छ। तपाईँ आज जस्तो कर्म गर्नुहुन्छ त्यस्तै फल भोलि पाउने गर्नुहुन्छ, अर्थात् त्यस्तै फल फेरि भोलि जारी गर्नेछ। आज तपाईँले काम गर्नुभएको छ नि त्यो काम तपाईँले भोलि गर्नु पर्दैन। तपाईँको त्यो मेहनतले तपाईँलाई आज अझै माथि उच्च स्थानमा पुर्याउँछ हो दर्शक। त्यसैले कर्म गर्नुहोस्, फलको आश नराखिकन गर्नुहोस्, तपाईँको फल अवश्य नै प्राप्त हुनेछ भन्दै भिडियोबाट बिराउन चाहन्छु। हस्त धन्यवाद। यतिन्जेल भिडियो हेर्नुभएका छ त्यसको लागि फेरि पनि हृदयदेखि नै धन्यवाद दिँदै बिराउन चाहे। हस्त धन्यवाद।